अहिले 2-4वटा प्लेन उड्दै हेर्दै हेर्दै उडेर गयो होइन, कस्तो लाग्छ। त्यहाँ पक्कै पनि रुँदै कोही गइराखेको थियो, कुनै नेपाली रुँदै गइराखेको थियो होइन। त्यो नेपालीको आँसु, उसको पीडा हामीले महसुस गर्ने कि नगर्ने? किन हामीले यसरी देश छोड्नु बाध्य भयौँ हामी होइन? हिमाल, पहाड, तराई, वन जङ्गल, नदी नाला, ताल तल्ला, खनिज सब थोक भएको देश, यस्तो देशमा 2 छाक भात खानको लागि, एक झुम्रो लाउनका लागि र आफ्नो छोराछोरी पढाउनका लागि विदेशीको टोइलेट सफा गर्न जानुपर्ने बाध्यता किन आयो? कसको कारणले आयो? प्रश्न गर्न चाहन्छु। हामीले नै भोट दिन जानेनौँ कि कतै है? हामीले चुनेर पठाएका मान्छेहरूले धोका दिए कि कतै? के भयो यो देशमा? अब गहिरो समीक्षा गर्ने बेला आएको छ। सधैँ सधैँ हामी चाहिँ त्यसरी विदेशीको होइन गुलामी गरेर, विदेशीको चाहिँ टोइलेट सफा गरेर, विदेशीको घरमा सुसारे बसेर, विदेशीको काम गरेर हामी चाहिँ जहिले पनि आफ्नो भात भान्सा पकाउने, आफ्नो घर चलाउने स्थिति भन्दा अब हामी मुक्त बन्नुपर्छ भन्ने हो। त्यसका लागि पनि हामी जस्ता मान्छेहरू, काम गर्छौँ भन्ने मान्छेहरू है, 1 रुपियाँ भ्रष्टाचार गर्दिन, काम गर्छु, यस्तो यस्तो मेरो योजना छ भन्ने मान्छेहरूले तपाईँहरूले जिताइदिनु भयो भने पो केही गर्छु। मलाई कमसेकम केही 100 मान्छेले मात्रै रोजगारी पायो भने पनि त त्यसरी प्लेनमा छैन होइन, पोखा भएर हामी त जानु पर्दैन थियो होला। र त्यो सुरुवात, त्यो युगको सुरुवात हामीले गर्नुपर्छ। म श्रमदान भनिरहन्छु, सधैँभरि ढुङ्गाको कुरा गरिरहन्छु। ढुङ्गा किन बोक्नु पर्ने भन्दाखेरि देश बनेकै छैन नि त। काठमाडौँ मात्रै नेपाल होइन, गाउँतिर जाउँदै त्यति हिलोमा हिँड्नुपर्छ। कहिले बनाउने त्यो बाटो? बाटो बनाउनु लागि ढुङ्गा चाहिन्छ कि चाहिँदैन? गिट्टी भनेको ढुङ्गै होला होइन? त्यसले गर्दाखेरि देश बनाउनका लागि हामी सबै जुटौँ भन्ने मेसेज हो त्यो। उत्पादन गरौँ, उत्पादनसँग जोडौँ, कृषकलाई हेला गरिहाल्नु पर्ने, श्रमिकलाई दलिहाल्नु पर्ने, छिची दूर गर्नुपर्ने जुन मनोविज्ञान छ, यसलाई पनि हामीले बदल्नुपर्छ। कृषि, कृषक, माटो, श्रम, श्रमिक, पसिना भन्ने यी शब्दहरूलाई अत्यन्तै सम्मानित शब्द बनाउनुपर्छ, हामीले सम्मान गर्नुपर्छ। त्यो मनोविज्ञानको सुरुवात हामीले गर्यौँ भने मात्रै यो देशमा समृद्धि छाउन सक्छ। र यो देशमा समृद्धि आयो भने मात्रै हामी यसरी प्लेनमा चढेर रातारात रुँदै कराउँदै होइन, आफ्नो परिवार छोड्दै हामी चाहिँ जानुपर्ने बाध्यताबाट टाढा रहन सक्छौँ, मुक्त हुन सक्छौँ। र ती सम्पूर्ण कुराहरू चाहिँ हामीले अहिलेदेखि नै सोच्नु थाल्नुपर्छ। र त्यो परिवर्तन, त्यो तपाईँको चाहिँ एउटा चेतनाको परिवर्तन ल्याउनका लागि पनि म यहाँ आएको छु। हामी सबै यहाँ बसिरहेका छौँ, हामी सबै तपाईँ, हामी इच एन्ड एभ्री वान अफ अस, जो जति हामी यहाँ छौँ, हामी सबै जिम्मेवार नागरिक हौँ। अब यो सन्देश हामीले ठाउँ ठाउँमा, गाउँ गाउँमा, व्यक्ति व्यक्तिमा हामीले चाहिँ पुर्याउनु पर्छ र परिवर्तन ल्याउनु पर्छ। प्रतिस्पर्धा गर्नुपर्छ, अरू केहीमा होइन, विकासमा प्रतिस्पर्धा गर्नुहुन्छ। धरानलाई जितेर देखाइदिनुहोस् चर्चामा होइन, बालेन शाहलाई पछाडि पारेर देखाइदिनुहोस् न तपाईँले, हामी खुसी नै हुन्छौँ। विकास गर्दा खुसी हुनु परेन होइन? धरान मात्रै त नेपाल होइन, कृतिपुर भन्दा पनि मेरो देश बनेको सम्झन्छु म त, काठमाडौँ भन्दा मेरो देश बनेको सम्झन्छु, पोखरा भन्दा पनि मेरो देश बनेको सम्झन्छु है। भनेपछि जहाँ बन्दा पनि, जे बन्दा पनि देशै बन्ने हो नि। युवा युवतीहरूलाई भन्न चाहन्छु, विशेष गरी म एउटा श्रमको अभियन्ता भएको नाताले र श्रमदानबाट मात्र यो देश बनाउन सकिन्छ भन्ने दृढ विश्वास लिएर अगाडि बढिरहेको नाताले श्रम गरौँ भनेर पनि म भन्न चाहन्छु सम्पूर्णलाई है। हामीले माटो छुन छोड्यौँ, त्यसले गर्दाखेरि हामीले देशलाई माया पनि गर्न छोड्यौँ। जसले माटो छुँदैन उसलाई माटोको माया लाग्दैन, जसले माटोको माया लाग्दैन जसलाई, उसले माटो बेच्न थाल्छ, जसले माटो बेच्छ उसले देश छोड्छ। त्यसो भएको कारणले गर्दाखेरि यो देशमै के कुरा गर्न सकिन्छ है? माटोमै छ उत्पादन, माटोमै छ देश भनेर हिँड्ने मान्छे भएको कारणले श्रम गरौँ, श्रम गरौँ, श्रम गरौँ भन्न चाहन्छु। काम गर्नुपर्छ, काम गर्नुपर्छ, काम गर्नुपर्छ। बजेट बजेट भन्छौँ हामी, के हो बजेट वास्तवमा भन्दाखेरि? म त बजेट बनाउँदै बजेट खेलाइराख्ने मान्छे भएको कारणले होइन, फेरि मेरो अनुभवबाट नै भन्छु, बजेट भनेको वास्तवमा आर्थिक योजना मात्रै हो। म यति ट्याक्स उठाउँछु र यो काम गर्छु भन्ने एउटा योजना मात्रै हो। तर त्यति ट्याक्स नउठ्न सक्छ। ट्याक्स नउठ्नु भनेकै कर्मचारीहरूलाई हामीले के अरे नियुक्त गर्न नसक्नु पनि हो।